सहकारीमा जम्मा गरेको 8 लाख डुबेपछि घर न घाटको भइयो। आदरणीय दर्शकहरू नमस्कार, तपाईँहरूमा फेरि पनि उपस्थित भइसकेको छु। म सुमन बमजन। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो सुनौलो नेपाल न्युज युट्युब च्यानललाई सब्सक्राइब गरेर नजिकै आउने घन्टीलाई प्रेस गरेर हामीसँगै जोडिनुहोला। यदि तपाईँहरू हाम्रो पेजमा पनि नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न पनि नभुल्नुहोला। र ढिलो नगरिकन आजको भिडियोले सुरुवात गर्न अनुमति चाहन्छु। घाम ठिही होस् या बर्सात, मलाई कुनै मतलब हुँदैन। व्यापारबाट 2-4 पैसा कमाई भए पुग्छ। घरमा चोरी हुन्छ भनेर रकम सहकारीमा जम्मा गरेको थिएँ। सहकारी नै चोर निस्केपछि के गर्नु र? श्वास फेर्न गाह्रो भए पनि सकी नसकी काम गरेको छु। बाँकी त उपरवालाको हातमा छ। म जस्ता दुखियालाई वैशाखी घामको रापले पोलेको देख्ने कुनै छ र? त्यसैले त कुनै गुनासो नगरी घामको राप ताप सहेर आगो सामुन्ने दिनभर बस्नु छ। तर मन तन जोसुकै पीडा भए पनि ग्राहकलाई ताजा र स्वादिष्ट मकै पोलेर खुवाएकै छु। 45 वर्ष भइसक्यो मैले बर्दिया जिल्ला अदालत अगाडि बाटो छेउमा बसेर व्यापार गर्न थालेको। अहिले मकै पोल्ने सिजन भएकाले यही काम गर्ने गरेको छु। हिउँदामा बदाम र कहिलेकाहीँ हरियो तरकारी बिक्री गरेर घर खर्च जोहो गर्दै आएको छु। घाम होस् या ठिया बर्सात, मलाई कुनै मतलब हुँदैन। व्यापारबाट 2-4 पैसा कमाई भए पुग्छ। म 60 वर्षको भए। गुलरिया नगरपालिका 6 पुराना गाविस टोलमा बसेका छन्। मैले पोलेको मकै र मम्फली खाएकाहरू प्रशंसा गर्दै फर्केर आउने गर्छन्। प्रत्येक मध्याह्न साइकलबाट सामान बोकेर आइपुग्छु। पहिले यहाँ रहेको बरको छायामा बसेर व्यापार गर्थे। सडक फराकिलो बनाउने क्रममा बरको रुख मासिएपछि च्यातिएको छातामुनि बस्ने गरेको छु। गुलरिया बजार धेरै बदलिसक्यो, तर त्यसले मेरो जीवनमा केही फरक परेको छैन। हिजो आज सबेरै उठेर बालपुर, आशपुर र खैरपुरतिर हरिया मकै खोजेर ल्याउँछु। किसानको खेतबाट पुग्दा प्रति घोगा 15 रुपियाँ मकै पाइन्छ। यसपटक 50 देखि 60 घोगा ल्याउँछु। बजारतिर पोलेको मकैको प्रति घोगा 25 रुपियाँमा बिक्री भइरहेको छ। दिनभरि घाममा खटिँदा पनि आम्दानीको ठेगाना हुँदैन। कहिले 300-400 कमाई हुन्छ, कहिले दिनमा 500 सम्म कमाई भइहाल्छ। कमाईको सबै बचत हुने भए त गजब हुन्थ्यो नि। खर्च पनि त्यस्तै हुन्छ। प्रत्येक दिन मकै पोल्दाका लागि 200 रुपियाँको कोइला, 60 रुपियाँको एक प्याकेट प्लास्टिकको झोला खरिद गर्छु। नुन खुर्सानीको चटनी बनाउन 100 रुपियाँको मसला किन्नुपर्छ। बाटोमा बसेर व्यापार गरे बापत नगरपालिकाले प्रत्येक दिन 20 रुपियाँ कर तिर्नुपर्छ। यसरी कमाईको पैसाले मिठो मसिनो खाना र नयाँ लुगा लगाउन पाए त हुन्थ्यो। दुःख गरेर आर्जेको पनि परिवार सहित बसेर आरामको खाना भाग्यमा लेखेकै रहेनछ। आपद विपदमा सहयोगमा पुग्ला भनेर 8 लाख रुपियाँ नमस्ते बचत तथा ऋण सहकारीमा जम्मा गरेको थिए। त्यो पनि कष्टसाथ गरेको आर्जनमा 1.5 कट्ठा जग्गा बेचेर आएको रकम। बचत हिनामिना गरेर सहकारीका सञ्चालक र कर्मचारी सम्पर्कविहीन भएपछि, बचत डुबेपछि अहिले घर न घाटको भइएको छ। घरमा चोरी हुन्छ भनेर रकम सहकारीमा जम्मा गरेको थिएँ। सहकारी नै चोर निस्केपछि के गर्नु र? नमस्ते सहकारीको म जस्ता धेरैको रकम डुबाएर गयो। दुःख कष्ट गरेर जिउने धेरै जना बर्बाद भएको छ। सहकारीका कर्मचारी भागेको पनि 3-4 वर्ष पुग्न लाग्यो। कसैले खोज पनि गरेको छैन। अब त रकम फिर्ता गर्लान् भन्ने आशै मरिसक्यो। हिजोआज महँगीको जमाना छ। पानी बाहेक सबै चिज किनेर खानुपर्छ। जति कमायो घर खर्चमै ठिक्क हुन्छ। महिनाको 2200 को चामल, 600-700 को दाल, पुग नपुग 2000 को खाना पकाउने ग्यास खरिद गर्नुपर्छ। नुन तेल तरकारी मसलामा 4-5 हजार खर्च भइहाल्छ। कहिलेकाहीँ माछा मासु खाँदा पनि 2000 जति खर्च हुन्छ। खेत छैन, 7 जनाको परिवार भएकाले धेरै सामान चाहिन्छ। अहिले आएर 2 छोराले पनि मेला मजबुरी गरेर कमाउने भएकाले भोकै सुत्न र एक सरो कपडा बिना बस्नु परेको छैन। 25 वर्षदेखि दमको रोगी हुँ। निरन्तर औषधि खानुपर्छ। स्वास्थ्य बिमा भएकाले दबाईको खर्च त्यति लाग्दैन। जाडोमा सास फेर्न धेरै गाह्रो हुन्छ। सकी नसकी कर्ममा विश्वास गरेर काम गरिरहेको छु। बाँकी उपरवालाको हातमा छ। आदरणीय दर्शकहरू, हजुरले यस विषयप्रति के भन्न चाहनुहुन्छ? आफ्नो मनलागेको सल्लाह सुझाव र प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा राख्नुहोला भन्दै हामी यस्तै ताजा न्युजका साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्ते, जय नेपाल।